पार्टीको नामै ओरिजिनल छैन, अमेरिकन फ्रिडम नेशनल फ्रिडम पार्टीको कपी एन्ड पेस्ट हो। अमेरिकन नेशनल फ्रिडम पार्टी भने अमेरिकी राष्ट्रिय स्वतन्त्र पार्टी, गुगल गएर हेर्नुहोस्। त्यसको चुनाव चिन्ह पनि घन्टी नै थियो, त्यही पार्टी यहाँ नेपालमा ट्रान्सलेट गरे हो। अमेरिकन नेशनल फ्रिडम पार्टीको यो नेपाल शाखा हो, यो विदेशी पार्टी हो, नेपाल शाखा हो। नेपाल शाखा हो, नेपाल च्याप्टर विदेशी पार्टी नै हो यो। हो, यो विदेशी पार्टी हो। अनि नाम मात्रै मिल्यो, ए बाबा, चुनाव चिन्ह मिल्यो, यसको अर्थ त्यो नै हो भन्ने कि एउटा कुरो के छ, त्यही का आधारमा भन्न सकिन्छ? संयोग मात्रै होइन नि, किन सबै कुरो मिल्छ त? अनि त्यो ब्लू बस कहाँ गयो? ब्लू बसले पब्लिकलाई सेवा दिने भने होइन, त्यहाँ अलिकति मर्मत गर्न थन्किएको भन्ने कुरा। तपाईँ डेन्टिङ पेन्टिङ नगर्नु, रफु मास्टर नहुनु। राजसुपा भनेको झुटको पुलिन्दा बोकेर भ्रष्टाचारको जगमा उभिएको पार्टी हो। राजकोट हस्पिटल बनाउँछु भनेर रवि लामिछानेले 21-22 करोड उठाए, जम्मा 10-12 करोड खर्च हो, बाँकी पैसा कहाँ गयो?